हेलो गाइस, आज चाहिँ हामी पिकनिक जान गइरहेका छौँ। सो हामीसँग बुङ्गुर र मासु रहेको छ। अब दादाहरू पनि आउनु लाग्नु भएको छ। सो हामीहरू चाहिँ म अनि मेरो मम्मी अनि बहिनी सानो मम्मी अनि सानो मम्मीको छोरछोरीहरू भाइहरू चाहिँ पिकनिक जान लागिसकेका छन् र हामी चाहिँ रमाइलो भएको त्यही देखाउँदैछौँ। ल साग पनि केलाइराखेका छौँ। मासु देख्न सक्नुहुन्छ, हाम्रो मासु पाकिसकेको छ। हाम्रो चाहिँ यहाँ चिकन पाकिरहेको छ। मैले चाहिँ यहाँ भटमास पर हुने गरी भुटिरहेको छु। हामी चाहिँ माथि डाँडामा जान गइरहेका छौँ र यहाँ चाहिँ हाम्रो टोली। हेलो 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 गाइस, हामी यहाँसम्म आइपुगेका छौँ। मस्त दिन छ तर घाम चाहिँ बहुत चर्को भइरहेको छ। हामी चाहिँ यहाँ पुगिसकेका छौँ। हामी चाहिँ यहाँ तर जानुपर्ने हो कि लौ लौ। सो हामी चाहिँ यहाँबाट बारीबाट माथि डाँडा पर जानुपर्छ। यहाँबाट चाहिँ रोड निस्किनुपर्छ, त्यसपछि माथि जानुपर्छ। म चाहिँ यहाँ माथि बसिरहेको छु र मम्मीहरू चाहिँ यताबाट आउँदै हुन्छ। देख्न सक्नुहुन्छ तपाईँले यहाँ भ्यू। पूरा